नमस्ते साथीहरू, यदि तपाईहरु पनि म्यादी प्रहरी अथवा निर्वाचन प्रहरीमा जान चाहनुहुन्छ भने तपाईहरुले खुसीको खबर रहेको छ। भ्याकेन्सी ओपन भइसकेको छ। अस्ति भर्खरै पुस 25 गतेदेखि चाहिँ ओपन भएको हो र अझै पनि 2-4 दिन बाँकी छ। तपाईहरुले माघ 1 गते भित्र तपाईले फर्म भर्नु पर्ने हुन्छ। फर्म भर्ने कहाँ हो त? सम्पर्क ठेगाना अथवा कहाँनेर भर्न सकिन्छ भन्दाखेरि तपाईहरुले जिल्ला प्रहरी कार्यालयबाट तपाईहरुले फर्म भर्न सक्नुहुन्छ र साथमा तपाईहरु काठमाडौँ परिसरमा हुनुहुन्छ भने तपाईहरुले काठमाडौँ परिसर जुन केन्द्रीय प्रहरी कार्यालयबाट तपाईहरुले भर्न सक्नुहुन्छ है त। तपाईहरुले फर्म भर्दाखेरि के कागजातहरु लानुपर्छ र कति माग आएको छ भन्ने कुरा चाहिँ म तपाईलाई अब स्टेप बाइ स्टेप जानकारी दिनेछु। हुन सक्छ यो भिडियो अलिकति लामो, तर तपाईहरुलाई सम्पूर्ण जुन चाहिँ जानकारी छ A to Z इन्फर्मेसन मैले तपाईलाई दिएको छु। त्यसैले भिडियोको अन्तिमसम्म रहनुस् र भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गर्नु छैन डेफिनेटली च्यानललाई सब्स्क्राइब गर्नुस्। र मैले के अरु चीजहरु तपाईले बग्नु पर्छ, म्यादी प्रहरीमा के एक्सपिरियन्स हुन्छ भनेर पनि भिडियो आइसकेको छ। त्यो भिडियोलाई पनि हेर्न नबिर्सनु होला। यो भिडियोको अन्तिमतिर त्यो भिडियो आउँछ, त्यो भिडियोलाई ट्याप गरेर हेर्नु होला। अब म तपाईलाई भ्याकेन्सीको जुन चाहिँ सबै डिटेल तपाईलाई देखाउँछु। अब साथीहरु, तपाईले यहाँ डिस्प्लेमा सूचना देख्दै हुनुहुन्छ, जुन चाहिँ नेपाल सरकार गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विभाग हैन, वर्ण छनौट शाखा नक्सल काठमाडौँबाट आएको छ। निर्वाचन प्रहरी वर्ण सम्बन्धी सूचना भनेको छ। अहिले म्यादी प्रहरीलाई चाहिँ निर्वाचन प्रहरी भनेर नाम राखेको छ। जसमा चाहिँ प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि स्वीकृत निर्वाचन प्रहरी वर्ण छनौट भनेको छ। नीति तथा परिचालन सम्बन्धी एकीकृत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल जुन चाहिँ रहेको छ। त्यस्तै गरी कार्यविधि चाहिँ 2082 अनुसार बनेको छ, जसको चाहिँ निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने भएकाले देहाय बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरूले स्वयं उपस्थित भई दरखास्त आह्वान गरिन्छ। यो पोइन्टलाई नोट गर्नु होला साथीहरु। स्वयं उपस्थित भनेको मतलब तपाईहरुले फर्महरुलाई पठाएर हुँदैन, आफै उपस्थित हुनुपर्छ भन्ने हो। त्यसैगरी पद चाहिँ निर्वाचन प्रहरी हो, जुन चाहिँ माग संख्या चाहिँ 1,33,980 आएको छ। जुन चाहिँ 1,33,980 जना चाहिँ माग भएको छ हरेक जिल्लामा, 70 जिल्लामा भन्न खोजेको। र जसमा दरखास्त दिने मिति चाहिँ 2082 9 महिना 25 गतेदेखि खोलेको, पोस्ट 25 देखि खोलेर 2082 10 हैन 1 सम्म रहेको छ, यानी कि माघ 1 गतेसम्म रहेको छ। बिहान 10 बजेदेखि लिएर चाहिँ बेलुकाको 4 बजेसम्म तपाईहरु सार्वजनिक विधा बाहेक तपाईहरु जान सक्नुहुन्छ। अब दरखास्त फर्म पाइने र बुझाउने स्थान भनेको नेपाल प्रहरी परिषद काठमाडौँ, ललितपुर, भक्तपुरमा भयो। त्यस्तै गरी जिल्ला प्रहरी कार्यालय सबैमा, जस्तै तपाईहरु जुन सोलुखुम्बुमा अथवा तपाईहरु मुगु टोल्पा जहाँ हुनुहुन्छ त्यहीँबाट तपाईले चाहिँ भर्न मिल्छ है त। तपाईहरु नेपाली भइसकेपछि जुनसुकै ठाउँ, जस्तै सोलुखुम्बुको मान्छेले चाहिँ नि काठमाडौँमै गएर पनि भर्न सक्नुहुन्छ। त्यसै गरी तपाईहरु सिरा सर्लाहीतिर पनि गएर भर्न सक्नुहुन्छ, तर तपाईहरुलाई पाइक पर्ने ठाउँबाट तपाईहरु भर्न सक्नुहुन्छ है त। निर्वाचन प्रहरीमा भर्ना हुन आवश्यक योग्यता र प्राथमिकताको आधार भनेको छ, जसमा चाहिँ तपाईहरु उमेर हातको कुरा गर्नु पर्दाखेरि दरखास्त फर्म दर्ता गर्ने अन्तिम मितिमा चाहिँ 18 वर्ष पुरा भई हैन 54 वर्ष ननागेको हुनुपर्छ भनेको छ। जन्म मिति चाहिँ कतिसम्म हुन्छ भन्ने तपाईले यहाँ तलतिर देखाएको छ, जसमा चाहिँ यो सम्पूर्ण कुराहरु तपाईलाई बुझाएको छ। 2028 देखि लिएर 10/01 गतेदेखि 2064 10/1 गतेसम्मको चाहिँ त्यतिभित्र जन्मेको भए तपाईहरु हुन सक्नुहुन्छ भनेको छ। त्यस्तै गरी आवश्यक योग्यता गर्ने नेपाली नागरिक हुनुपर्ने, त्यस्तै गरी साधारण लेखपढ गर्न जान्ने, त्यस्तै गरी नैतिक पतन देखिने अथवा फौजदारी आवेगमा कुनै पनि हैन अदालतले सजाय नपाएको, त्यस्तै गरी भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्छ। त्यस्तै गरी शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, त्यस्तै गरी आतंककारी र अथवा त्यो संगठनमा नरहेको हुनुपर्छ। त्यस्तै गरी पुरुषको हकमा घाँटीमा उचाइ 5 फिट र छाती जुन चाहिँ 31 र 33 इन्च हुन्छ, तौलको 50 केजी हुनुपर्छ। र महिलाको हकमा घाँटीमा उचाइ 4 फिट र 10 इन्च, तौल 42 केजी भएको हुनुपर्छ। र महिलाको हकमा गर्भ नभएको हुनुपर्ने रहेको छ। गर्भ भएको छ भने पछि प्रब्लम हुन सक्छ भनेर पहिला नै यो जानकारी गराएको। त्यसै गरी निर्वाचन प्रहरी छनौट प्राथमिकता आधार भनेको छ। अब यो प्राथमिकता आधार चाहिँ कसलाई दिन्छ त भन्दाखेरि, अब यो पहिलाका बुपु सेनाहरू छन्, त्यस्तै गरी तपाईहरु पहिला नै निर्वाचन प्रहरीमा काम गरिसक्नु भएको छ त म्यादी प्रहरीमा काम गरिसक्नु भएको छ र सशस्त्र बलमा तपाईहरु जान्दै हुनुहुन्छ, तपाईहरु प्र्याक्टिकलतर्फ तपाईले केही आवेदनहरु दिइसक्नु भएको छ नि तपाईहरुको लागि पनि हो। त्यस्तै गरी मित्र राष्ट्र अथवा तपाईहरु बुपु ब्रिटिश आर्मी, त्यस्तै गरी इन्डियन आर्मी, सिङ्गापुरी आर्मी त्यस्तो गरेको हुनुहुन्छ भने पनि तपाईहरुको लागि एकदम प्राथमिकता हुनेछ भनेर जानकारी दिएको छ। त्यसै गरी सम्पर्क मिति तथा सम्पर्क स्थान भनेको छ, जसमा तपाईले यहाँ हेर्नु होला। सम्पर्क मिति तथा स्थान भनेको छ
जुन सम्पर्क मिति भन्नाले तपाईँले फर्म भरिसकेपछि तपाईँहरू जुन एकचोटि फेरि जानुपर्ने हुन्छ नि त, त्यो चाहिँ तपाईँहरूले बताएको जुनमा तपाईँहरूले बताएको छ, जुनमा चाहिँ मिति 2082 10/4 गते तपाईँहरू सम्पर्क हुनुपर्छ। त्यस्तै गरी स्थान दरखास्त दर्ता गर्ने सम्बन्धित प्रहरी कार्यालयहरूमा तपाईँहरू जानुपर्ने हुन्छ क्या, जहाँ तपाईँहरूले फर्म बुझिसक्नु भएको छ नि, त्यहाँ तपाईँहरू माघ 4 गते जानुपर्ने हुन्छ है त। समय भनेको बिहान 11 बजे रहेको छ। तपाईँहरू 10 बजेतिर गएर यसो आरामले बस्दा हुने भयो। त्यस्तै गरी लाइन लाग्न थालिसकेपछि तपाईँहरू लाइनमा बस्दा हुन्छ है त। त्यस्तै गरी अर्को रहेको छ छनौट सम्बन्धी भनेको छ छरम प्रारम्भ हुने अथवा छनौटको लागि अब सुरु हुने मिति चाहिँ जुन चाहिँ माघ 10 छनौटको लागि सुरु हुने भनेको चाहिँ माघको 5 गतेदेखि। त्यस्तै गरी 9 मिति तपाईँहरूले त्यो देखिन सक्नुभयो। त्यसमा तपाईँहरू इन्टरभ्यूदेखि लिएर सबै कुराहरू हुन्छ, त्यो कुराहरू तपाईँहरूले बुझ्नुहुन्छ। तपाईँहरूले परीक्षाहरू त्यस्तै गरी तपाईँको फिजिकल चाहिँ जुन चाहिँ 9 गते माघ 9 गतेभित्र तपाईँको भइसक्छ होइन। अब अन्तिम नतिजा तपाईँ पास भयो कि अथवा तपाईँहरू भएन भन्ने कुरा चाहिँ तपाईँहरूले जुन चाहिँ 12 गते थाहा पाउने रहेछ। त्यस्तै गरी परीक्षण तालिम सुरु हुने मिति भनेको छ, जुन परीक्षण तालिम भन्नाले तपाईँहरूलाई 10 दिनको हुन्छ, जुन चाहिँ ट्रेनिङ हुन्छ क्या, त्यो ट्रेनिङ चाहिँ तपाईँहरूले यहाँ त्यो तालिम भनेको चाहिँ तपाईँको 15 गतिको सुरु भएर 24 गतेसम्म तपाईँको हुनेछ। सार्वजनिक बिदाको दिन समेत भनेको छ, अथवा सार्वजनिक बिदाको दिन छ भने पनि तपाईँको ट्रेनिङ जारी नै रहन्छ, तपाईँको रोकिँदैन हो। त्यसै गरी निर्वाचन प्रहरीको कार्यावधि भनेको चाहिँ नियुक्त पाएको मितिले जम्मा 40 दिन वा नेपाल सरकारले तोकेबमोजिम हुनेछ भनेको छ, जुनमा चाहिँ नेपाल सरकारले निर्वाचन अवधि आधारमा निर्वाचन प्रहरी कार्यालयको जुन चाहिँ हेरफेर गरेमा सोही बमोजिम हुनेछ भनेर बताइएको दिएको छ। जुन चाहिँ हेरफेर हुन्छ नि त कुनै बेला त्यो। त्यसै गरी निर्वाचन प्रहरीका सेवा तथा सुविधा शर्तहरू भनेको छ, जुनमा चाहिँ तपाईँहरूले यहाँ तालिम कति खर्च हुन्छ अथवा कति दिन हुन्छ त्यो तपाईँले हेर्न सक्नुहुन्छ। यो पैसाको कुरा छ। निर्वाचन प्रहरीका लागि नेपाल प्रहरी जवान सराह नै तपाईँको तलब हुन्छ। तलब तपाईँहरूले जुन चाहिँ तलब स्केल सराह प्रति निर्वाचन प्रहरीले जुन पाउने भनेको कति हो भने 869 रुपैयाँ 4 रहेछ, जुनमा तपाईँले देख्न सक्नुहुन्छ। त्यस्तै गरी दरले 40 दिनसम्मको लागि तपाईँहरूको जुन हुन्छ भनेको कति हुन्छ भन्दाखेरि 34,700 जुन चाहिँ 76 हुँदो रहेछ, जुन तपाईँले देख्न सक्नुहुन्छ। त्यसै गरी निर्वाचन प्रहरीलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दर रेट अनुसार प्रति निर्वाचन प्रहरी 40 दिनको लागि खाद्यान्न बाबतको पनि तपाईँलाई पैसा चाहिँ दिइन्छ है त। यो खाना खर्च पनि दिइन्छ, तपाईँले त्यो कुरा बुझ्नुभयो। त्यस्तै गरी तपाईँहरूले यो सम्पूर्ण कुराहरू जुन तपाईँहरूलाई जुन काम गरेको खण्डमा पनि तपाईँलाई दिइन्छ भन्ने, त्यस्तै गरी यो यातायातको पनि दिइन्छ तपाईँलाई, त्यो अलग कुरा भयो। त्यस्तै गरी यो जुन चाहिँ नेपाल प्रहरी प्रधान कार्यालयबाट यो चाहिँ जुन विज्ञापन छ त्यो जारी गरेको छ, सूचना जारी गरेको छ। त्यसैले गर्दा तपाईँहरू जानु होला र बाँकी कुराहरू भनेको तपाईँहरूले बिस्तारै बुझ्नुहुन्छ। र तपाईँहरू प्रहरीमा अथवा निर्वाचन प्रहरीमा जानुभन्दा अगाडि तपाईँहरूलाई के हुन्छ त, के कुराहरू प्र्याक्टिकलमा हुन्छ भन्ने कुराहरू मैले जानकारीसहित लिएर यो भिडियो बनाएको छु। यो यतापट्टिको भिडियोलाई ट्याप गरेर हेर्नु होला, त्यहाँनिर मैले आफूले बोकेका कुराहरू पनि तपाईँहरूलाई मैले सेयर गरेको छु। सो आजलाई यति नै, हस्त, धन्यवाद।